정말 되실리다. 티남시 아버지 민도스 치료로스입니다. 저 당디샤 무바티샤 코니냐 디샤 당디스디디아 치료로스입니다. भुटिया अनि नेपाली यहाँ धेरै जस्तो समुदाय बौद्ध धर्मलाई पुज्ने गर्थे र त्यस समयमा ईश्वरको रूपमा वन जङ्गल खोला नाला साथै डाँडा पोखरीहरूको पनि पूजा गर्थे। त्यसै उद्देश्यमा कञ्चनजङ्घालाई पुज्ने रीति सुरु भयो। आज पनि सिक्किमको रक्षा गर्न पाङलाब्सोलमा पर्वतीय देवतालाई आह्वान र प्रार्थना गरिन्छ। बेबी एखने चाहिँ पौराणिकता अनुसार 8औं शताब्दीका 3 जना बौद्ध सन्त गुरुहरूले पूर्वबाट आउने फुन्सोक सिक्किमको राजा हुनेछ भनी भविष्यवाणी गरेका थिए। 16 अप्रिल 1642 38 वर्षको उमेरमा उहाँले अभिषेक गर्नुभयो। उहाँको नेतृत्वमा काजी मण्डलहरूले सिक्किममा अर्थव्यवस्थालाई सम्हाल्ने गर्थे र उहाँको शासनकालमा प्रजाहरू हर्षको जीवन व्यतीत गर्दथे। सिक्किमको दोस्रो राजा चकदोर नाम्गे उहाँको शासनकालदेखि कञ्चनजङ्घालाई साक्षी राखेर यस पाङलाब्सो पर्वको आरम्भ गरे। उहाँले प्रजाहरूको निम्ति पनि धेरै सुकार्य गरेर प्रजाको मन जित्न सफल भए।
र सिक्किममा लोकतन्त्र निरन्तर चलि नै रह्यो। तर जब सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको गठन पश्चात सिक्किममा उन्नतिको मार्गले आकाश सुमे। हाम्रो अति नै सफल हाम्रो स्नेह मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ ज्यूको नेतृत्वमा सिक्किमले उन्नति प्राप्त गर्न सक्षम बने। उहाँले दिनुभएको योगदान आफ्नो जनतालाई दिनुभएको स्नेह निशब्द छन्। 2019 वैशाखको विजयपछि आज सम्पूर्ण निर्धन जनताले गुमाएको मुस्कान ल्याउन सफल बनेका मुख्यमन्त्रीलाई हामी आन्तरिक हृदयबाट धन्यवाद दिन चाहन्छौँ। म प्रेमसिंह तामाङ ईश्वरको नाममा शपथ लिन्दछु कि म विधिद्वारा स्थापित भारतको संविधानप्रति साँचो श्रद्धा निष्ठा राख्नेछु। म भारतको सम्प्रभुता र अखण्डता अक्षुण्ण राख्नेछु। म सिक्किम राज्यको मुख्यमन्त्रीका रूपमा आफ्ना कर्तव्यहरूको श्रद्धापूर्वक र शुद्ध अन्तस्करणले निर्वहन गर्नेछु तथा म भय वा पक्षपात, अनुराग वा द्वेष बिना सबै प्रकारका मानिसहरूप्रति संविधान र विधि अनुसार न्याय गर्नेछु। म प्रेमसिंह तामाङ ईश्वरको नाममा शपथ लिन्दछु कि सिक्किम राज्यको मुख्यमन्त्रीका रूपमा मेरो विचारका लागि ल्याइने अथवा मलाई ज्ञात हुने कुनै पनि विषय, कुनै व्यक्ति वा व्यक्तिहरूलाई यस्तो मुख्यमन्त्रीको रूपमा आफ्ना कर्तव्यहरूको समुचित निर्वहनका लागि जति अपेक्षित छ त्यस सिवाय म प्रत्यक्ष अथवा परोक्ष रूपले संसूचित वा प्रकट गर्ने छैन। बाचाहरू हामी गरेका छौँ। चुनावको समयमा हामीले विभिन्न बाचाहरू हामीले गरेका छौँ अनि ती बाचाहरू हामी यो सरकारमा हामी पुरा गर्छौँ। हामीले जुन चाहिँ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले निकालेको चुनावको घोषणा पत्र सँगसँगै 9 वटा ग्यारेन्टी यो मैले चुनावको समयमा पनि तपाईँलाई सुनाएको थिएँ अनि यो ग्यारेन्टीमा मैले हस्ताक्षर गरेर मैले सिग्नेचर गरेर जनतालाई मैले दिएको छु अनि यो आउने यो 5 वर्ष 2000 म
सिक्किमको अन्तिम राजा पाउलिन थेन्डुप नाम्गेलको जन्म 23 मई 1823 रोयल प्यालेस पार्क रिजु गान्तोकमा भएको थियो। उहाँको शासनकालमा उहाँले प्रजाको हितमा धेरै सुकार्यहरू गरेका थिए र प्रजाको हृदयमा उहाँले आफ्नो छाप छोडेका थिए। यसरी नै उहाँको शासनकालको अन्त्यपछि सिक्किम अनि भारत बीचको सन्धिले एकीकृत भए पश्चात लोकतान्त्रिक मैदानमा सिक्किमले कदम राखे। लोकतान्त्रिक मैदानमा कदम राखे त्यस पश्चात पहिलो सिक्किम विधानसभा मार्फत 1974मा 32 सदस्यहरूसँग चुनाव भयो र यसरी नै सिक्किमको पहिलो मुख्यमन्त्री काजी लेन्डुप सिक्किम काङ्ग्रेस रंग कैमरा थोड़ा तो chính đây là sẽ nó thập niên rồi sao đi muốn gì đây là băng la sợi là gì thôi đó anh đi cái chứ không được final thì đang có thì sang như sao last tôi đã tháo về rồi sang như thế bây giờ đó bây giờ rồi wow cái chủ sinh đang xây được khai始的主sinh đang đi sao kim đó hot 아, 폰라 카발라 고통되셔. दार्जिलिङ से सिंगिंग स्टार कर्मा शेर्पा वॉल्यूम बढ़ा दो भाई। ये मेरा शोर करे इधर नहीं उधर नहीं तेरी ओर चले। Come on audience, put your hands up in the air. परफेक्ट प्लेबैक सिंगिंग वॉइस है। थैंक यू। जिस तरीके से उन्होंने गाया भी इतना सुकून में मूड में मजे लेके ऑडियंस को भी कहा हैंड्स अप, बहुत अच्छा गाया शेरपा जी सर। ट्रेन सही जगह से पकड़ो, बहुत आगे जाओगे। थैंक यू वेरी मच। बड़े भाई आप क्या कहना चाहेंगे? You actually have a playback voice and I feel you have a very matured playback voice. You are a perfect entertainer. I think you are very used to entertaining people.
सलमान भाइको लागि एकपल्ट जोरदार ताली सबैले। सलमान भाई, कैसा लगा आपको कर्मा का परफॉर्मेंस? कर्मा, आपकी आवाज में बहुत मिठास है। थैंक यू सर। आपका जो तलफ्फुज है बहुत साफ है। थैंक यू वेरी मच। और ये आप पास कोई जो आए, लाख संभालो पागल दिल को, दिल धड़के ही जाए। पर सोच लो इस पल है जो वो दास्तां कल हो न हो। Everyone sing with me. हर घड़ी छाँव है कहीं, हर पल यहाँ जी भर जियो, जो है समा कल हो न हो। हर पल यहाँ जी भर जियो, जो है समा कल हो न हो। Thank you. You ready? One more time, little bit louder, है अलिकति. Are you ready? Okay. ल अब त्यसो भए एनर्जी देखाउनुहोस् है त। सबैजना है त? 1 2 3 If you wanna see me coming, if you wanna run for cover, if you wanna be my friend, if you wanna be your lover, if you wanna see me coming, if you wanna run for cover, if you wanna be my friend, if you wanna be your music, ना कर कर मुझे, मैं तो लाख बुरा हूँ, दिल में छुपा दूँ, होश उड़ा दूँ, मैं तो बात में लेके रात बुला दूँ, बात बना दूँ, चाहे कहाँ तो छुपा, बातों ही बातों में तो मुलाकातों में समझा। लो मैं आ गया, बचना है हसीनों, लो मैं आ गया, हुस्न का आशिक, हुस्न का इश्क, अपनी अदा यारों से जुदा है, बचना है हसीनों, लो मैं आ गया, बचना है हसीनों, लो मैं आ गया। Everyone move your body. आती है बेकार दिन, जाए 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 जाए, एक बार जो जाए, जवानी फिर ना आए, जवानी फिर ना आए। मेरे बारे में क्या सोचती, दुश्मन ना समझ कर ले दोस्ती, जाना तपाईँहरूले हामीलाई जति रमाइलो देखिरहनु भएको छ, त्योभन्दा पनि 10औं गुणा तपाईँहरू यहाँबाट एकदमै राम्रो देखिरहनु भएको छ।